पल्ट याकुबले सुरुवा पकाइराखेको बेलामा एसाव मैदानबाट आए। उनलाई भोकले भाउन्न छुटेको थियो। एसावले याकुबलाई भने, मलाई त्यो रातो सुरुवा अलिकता खान देऊ, मलाई भोकले भाउन्न छुटेको छ। याकुबले भने, पहिले मलाई तपाईको ज्येष्ठ अधिकार बेच्नुहोस्। एसावले भने, म त मर्नै आँटे, अब मलाई त्यो ज्येष्ठ अधिकारको के काम? याकुबले भने, पहिले शपथ खाएर मलाई भन्नुहोस्। तब उनले शपथ खाए र आफ्नो ज्येष्ठ अधिकार याकुबलाई बेचे। त्यसपछि याकुबले एसावलाई रोटी र दालको सुरुवा दिए। खानपान गरेर एसाव आफ्नो बाटो लागे। यसरी एसावले आफ्नो ज्येष्ठ अधिकारलाई लत्याए। याकुबको छल। जब इसाक वृद्ध भए र तिनका आँखा कमजोर भएर देख्न नसक्ने भए, तब तिनले आफ्ना जेठा छोरा एसावलाई बोलाएर भने, ए मेरो छोरो। उनले जवाफ दिए, हजुर। तिनले भने, हेर, म वृद्ध भए, मेरो मर्ने दिन कहिले आउँछ म भन्न सक्दिनँ। अब तेरा हतियारहरू अर्थात् तेरो ठोक्रो र धनु लिएर मैदानमा जा र मेरो निम्ति शिकार मारेर स्वादिष्ट तरकारी बनाई म कहाँ ले र खाएर मेरो मृत्यु अघि म तँलाई आशिष दिउँ। इसाकले एसावसँग यसरी कुरा गर्दा रेबेकाले सुनिरहेकी थिइन्। जब एसाव मैदानमा शिकार मारेर ल्याउन गए, तब रेबेकाले आफ्ना छोरा याकुबलाई भनिन्, हेर, तेरा पिताले तेरो दाजु एसावसँग यसो भनेर कुरा गरिरहेको मैले सुने। शिकार मारेर मकाले र मेरो निम्ति स्वादिष्ट तरकारी तयार गर र त्यो खाएर मेरो मृत्यु अघि परमप्रभुको सामुने म तँलाई आशिष दिनेछु। यसकारण ए छोरो, मैले तँलाई भने बमोजिम मेरो कुरा मान। बथानमा गएर 2वटा असल असल पाठा लिएर आइज र तेरा बुवालाई मन पर्ने स्वादिष्ट तरकारी म बनाइदिउँ। अनि तैँले त्यो तेरा बुवा कहाँ लैजा र तिनले यो खाएर आफ्नो मृत्यु अघि तँलाई नै आशिष दिउन्। याकुबले आफ्नी आमा रेबेकालाई भने, तर हेर्नुहोस्, मेरा दाजु एसाव रौँ नै रौँ भएका मानिस हुन्। म चाहिँ रौँ नभएको छु। सायद मेरा पिताले मलाई छुनुहुन्छ र उहाँको सामु म छली देखिनेछु र आशिष त होइन, तर म माथि श्राप आइपर्ला। तिनकी आमाले तिनलाई भनिन्, हे मेरो छोरो, तँलाई दिएको श्राप म माथि नै परोस्। केवल मेरा कुरा मान र गएर ती म कहाँ ले। तब तिनी गएर ती पाठा ल्याए र आमालाई दिए र तिनले याकुबका बुवालाई मन पर्ने स्वादिष्ट तरकारी तयार गरिन्। तब घरमा भएका आफ्ना जेठा छोरा एसावका असल असल लुगाहरू झिकेर रेबेकाले ल्याइन् र कान्छा छोरा याकुबलाई लगाइदिइन्। बाख्राका पाठाका छालाहरू याकुबका हात र घाँटीका रौँ नभएका भागमा तिनले लगाइदिइन्। अनि आफूले तयार पारेका स्वादिष्ट तरकारी र रोटी आफ्ना छोरा याकुबका हातमा दिइन्। याकुबले आफ्ना पिता कहाँ गएर भने, बुवा। इसाकले भने, हँ, तँ को होस्? याकुबले आफ्ना पितालाई भने, म तपाईको जेठो छोरो एसाव हुँ। तपाईले अराउनु भए बमोजिम मैले गरेको छु। अब उठेर बस्नुहोस् र मैले ल्याएको शिकारको मासु खानुहोस् र मलाई आशिष दिनुहोस्। इसाकले आफ्ना छोरालाई भने, छोरा, कसरी तैँले यति चाँडै त्यो भेटाउन सकिस्? तिनले जवाफ दिए, परमप्रभु तपाईका परमेश्वरले मलाई सफल गराउनु भयो। तब इसाकले याकुबलाई भने, छोरो, नजिकै आइज, त मेरो छोरो एसाव होस् कि होइनस्, म यसो गरू। याकुब आफ्ना पिताको नजिकै गए र इसाकले तिनलाई छामेर भने, स्वर त याकुबको हो, तर हातहरू त एसावकै हुन्। तिनका हातहरू तिनका दाजु एसावकै हात जस्ता रौँ नै रौँ भएका हुनाले इसाकले तिनलाई चिनेनन्। तब इसाकले याकुबलाई आशिष दिए। इसाकले तिनलाई सोधे, के तँ साँच्चै मेरो छोरा एसाव नै होस् त? याकुबले जवाफ दिए, म एसाव नै हुँ। तब इसाकले भने, तैँले शिकार गरेको मासु यहाँ ले र म खाऊँ र तँलाई आशिष दिउँ। तब याकुबले त्यो आफ्ना पिता कहाँ ल्याए र उनले खाए। अनि तिनले दाखमक पनि लगिदिए र उनले पिए। तब तिनका पिता इसाकले तिनलाई भने, मेरो नजिकै आएर मलाई मोही खा मेरो छोरो। याकुब नजिक गएर आफ्ना पितालाई मै खाए। अनि इसाकले तिनका लुगाहरूको गन्ध सुँगेर यसो भनी आशिष दिए, हेर, मेरो छोराको बासना परमेश्वरले आशिष दिनुभएको खेतको बासना जस्तै छ। परमेश्वरले तँलाई आकाशको शीतबाट र पृथ्वीको प्रचुरताबाट धेरै दाखमक र अन्न देऊन्। जाति जातिले तेरो सेवा गरून् र मानिसहरूले तँलाई दण्डवत गरून्। तेरा दाजुभाइहरूमाथि तेरो प्रभुत्व होस् र तेरी आमाका छोराहरूले तँलाई दण्डवत गरून्। तँलाई सराप्नेहरू सबै श्रापित होन् र तँलाई आशिष दिनेहरू सबैले आशिष पाउन्। इसाकले आशिष दिइसक्ने बित्तिकै याकुब आफ्ना पिता इसाकको उपस्थितिबाट निस्केर गएका मात्र थिए। उनका दाजु एसाव शिकारबाट आइपुगे। उनले पनि स्वादिष्ट तरकारी तयार गरेर आफ्नो पिता कहाँ ल्याए र उनले
आफ्नो पितालाई भने, बुवा उठेर आफ्नो छोराले ल्याएको शिकार खानुहोस् र मलाई आशिष दिनुहोस्। उनका पिता इसाकले उनलाई सोधे, तँ चाहिँ को होस्? उनले उत्तर दिए, म तपाईको जेठो छोरो एसाव हुँ। इसहाक भयानकसँग कामे र भने, त्यसो भए त्यो को थियो जसले शिकार गरेर यहाँ म कहाँ ल्यायो र त आउन अघि नै मैले त्यो सबै खाएर त्यसलाई आशिष दिइसके। हो, त्यो चाहिँ आशीर्वादी हुनेछ। जब एसावले आफ्ना पिता इसाकका यी कुरा सुने तब उनी अत्यन्तै विह्वल भई चर्को स्वरले रोए र आफ्ना पितालाई भने, बुवा, मलाई पनि आशिष दिनुहोस्। तर इसाकले भने, तेरो भाइ छल गरेर आयो र तैँले पाउने आशिष लगिहाल्यो। एसावले भने, त्यसको नाउँ याकुब राखिएको के ठिकै होइन? किनभने त्यसले मलाई 2 पल्ट ठगिसक्यो। त्यसले मेरो ज्येष्ठ अधिकार हर्यो र अहिले मैले पाउने आशिष पनि लग्यो। उनले फेरि भने, के तपाईले मेरो निम्ति एउटै आशिष पनि जगेडा राख्नु भएको छैन? इसाकले एसावलाई जवाफ दिए, हेर, मैले त्यसलाई तेरो मालिक तुल्याइसके र त्यसका सबै दाजुभाइहरूलाई मैले त्यसका दास तुल्याएँ। अन्न र दाखमगले मैले त्यसलाई तृप्त पारेको छु। अब तेरो निम्ति म के गर्न सक्छु र? छोरो, एसावले आफ्ना पितालाई भने, तपाईसित एउटै मात्र आशिष छ र? मेरा बुवा, मलाई पनि त आशिष दिनुहोस्। अनि एसाव नाको छोडेर रोए। तब उनका पिता इसाकले भने, हेर, तेरो बसोबास पृथ्वीको प्रशस्तपनाबाट बाहिरै हुनेछ र आकाशको शीतबाट बाहिर। तैँले आफ्नो तरबारको बलले जीविका चलाउनेछस् र तैँले तेरा भाइको सेवा गर्नेछस्। तर त व्याकुल भएपछि तैँले त्यसको जुवा तेरो काँधबाट हल्लाएर फ्याँक्नेछस्। आफ्ना पिताले याकुबलाई दिएको त्यस आशिषले गर्दा एसावले तिनीसँग दुश्मनी गर्न लागे र एसावले मनमा नै भने, मेरा पिताको मर्ने बेला नजिकै आइपुगेको छ। त्यसपछि म मेरो भाइ याकुबलाई मार्नेछु। तर तिनका जेठा छोरा एसावको यो कुरा रेबेका कहाँ पुग्यो। यसकारण रेबेकाले आफ्ना कान्छा छोरा याकुबलाई बोलाएर भनिन्, हेर, तेरो दाजु एसावले तँलाई मार्ने विचार गरेर आफ्नो चित्त बुझाएको छ। यसकारण ए छोरो, मैले भनेको कुरा मान। त हारानमा मेरा दाजु लाबान कहाँ भागेर जा र तेरो दाजुको रिस नमरुन्जेल केही दिन त्यहाँ उनीसँग बस। तैँले तेरो दाजुमाथि गरेको काम त्यसले बिर्सेर तँसँग गरेको रिस मरेपछि म तँलाई त्यहाँबाट लिन पठाउनेछु। एकै दिनमा तिमीहरू दुवैजनाको वियोग मैले किन सहने? तब रेबेकाले इसाकलाई भनिन्, यहाँका हित्ती स्त्रीहरूले गर्दा मेरो जीवनै हैरान भइसक्यो। याकुबले यस देशका केटीहरू मध्ये यस्तै एउटी केटीलाई विवाह गर्यो भने म बाँचेर के फाइदा हुन्छ? याकुब कन्याको खोजीमा हिँडेका। तब इसाकले याकुबलाई बोलाएर आशीर्वाद दिए र यसो भनेर आज्ञा गरे, तैँले कनानी स्त्रीहरूमध्ये कसैलाई विवाह नगर्नु। पदन आराममा तेरी आमाका बुवा बतुएलको घरमा गएर त्यहीबाट तेरा मामा लाबानका छोरीहरूमध्ये एउटीलाई विवाह गर। सर्वशक्तिमान परमेश्वरले तँलाई आशिष देऊन् र तँलाई फल्दो फुल्दो गराएर तेरो वृद्धि गराउन् र तँ मानिसहरूको एक समुदाय होस्। परमेश्वरले तँलाई र तेरा सन्तानहरूलाई अब्राहमले पाएको आशिष देऊन् कि तँ प्रवासी भएको यस देशमा जो परमेश्वरले अब्राहमलाई दिनुभएको हो तेरै अधिकार होस्। यसरी इसाकले याकुबलाई पठाए। तिनी पादान आराममा एसाव र याकुबकी आमा रेबेकाका दाजु आरामी बतुएलका छोरा लाबान कहाँ गए। अब इसाकले याकुबलाई आशीर्वाद दिएर पत्नी ल्याउन त्यहाँबाट पदन आराममा पठाएछन् र तिनलाई आशीर्वाद दिएर तैँले कनानी स्त्रीहरूमध्ये कसैलाई विवाह नगर्नु भन्ने कुरा एसावले थाहा पाए र याकुब बुवा आमाको आज्ञा मानेर पदन आरामतर्फ गएछ भन्ने पनि एसावले थाहा पाए। कनानी स्त्रीहरू उनका बुवा आमालाई मन पर्दैन रहेछ भन्ने जब एसावले पत्ता लगाए तब एसाव इस्माइल कहाँ गए र उनका आफ्ना पत्नीहरू बाहेक अब्राहमका छोरा इस्माइलकी छोरी र नबायोतकी बहिनी महलतलाई आफ्नी पत्नी तुल्याएर ल्याए।